आज चाहिँ हामी नाल्पो जाँदैछौँ अनि नाल्पो जाने क्रममा चाहिँ बाटोहरू निकै अप्ठ्यारो देखियो। भिडियो गर्नु मन लाग्यो क्या, लड्दै गएको भिडियो गर्नु मन लागिरहेको छ, तर लडिन्छ लडिँदैन थाहा छैन। अब भिडियो गर्दा त लडिन्छ है काका। के भयो बाटै देखिन, कहाँ ढुङ्गा छ कहाँ केही थाहा छैन क्या, होइन? हेर त किन गर 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 गर्न गर गर्न यस्तो यहाँ बाटो गइरहेछ। अर्जुन दाजु तपाईँको याद आयो यहाँ आइपुग्दाखेरि। ढुङ्गा माटो कता हो केही थाहा छैन क्या यो बाटो। कोही आउने इच्छुक हुनुहुन्छ भने एकदम होसियारले आउनु होला, होसियारले आउनु होला। फेरि माटोमा लास्टै बाइक चिप्पिन्छ। हाम्रो जस्तो यो एफजेड बाइकहरू चाहिँ ल्याएर नआउनु, चिप्लेको चिप्लै छ क्या। 220 बरु लिएर आउनुहोस् होइन। 220 चाहिँ ठिक हुन्छ, यता तल्लो बाटो अब त्यो बाटो पाकेको बाटो। कस्तो यात्रा भइरहेछ किरण अहिले? राइट बबाल यार, तर बाटो देख्दाखेरि चाहिँ होइन कतै यतै पो बास हुन्छ कि जस्तो लागिरहेछ लडेर। बाटो चाहिँ एकदम राम्रो हो, तर धुलोले गर्दाखेरि चाहिँ होइन। अहिले बाटो त राम्रै हो। हेर चिप्लेको एफजेड बाइक पनि डेन्जरै डेन्जर। युङहाङ चोक गरेको छ, युङहाङ चोक गरे। अनि फेरि यतापट्टितिर फेरि त्यहीँबाट तिदिङमा चोक छ। तिदिङमा चोक फ्रेस हाउस पनि छ। डेन्जर लाग्यो यार यो बाटो। खतरनाक बबाल बबाल। दाइ यहाँबाट नाल्पो पुग्नु कति लाग्छ? एकछिन पुग्नु 1 घन्टा। घन्टामा नाल्पो पुग्नुहुन्छ अरे नि त। हाम्रो नाल्पोसम्मको यात्रा रहेको छ र अब हामी चाहिँ 1 घन्टामा पुग्छौँ भन्ने चाहिँ लागिरहेछ। तर बाटो चाहिँ लास्ट खरानी छ। यो बाटोमा चाहिँ एकदम होसियार हिँड्नुपर्ने हुन्छ है। ओ नहल्ली न, यहाँ त हल्दैन होइन त यस्तोमा त। यस्तोमा त हल्लियो कि यहाँ त फेरि गयो त। न ब्रेक लाउनु हुन्छ न के हुन्छ यार यस्तोमा यार। इन्जिन ब्रेकको आधारमा चल्नुपर्ने हुन्छ क्या अब यहाँ। हो यहाँ अलिक राम्रो बाटो रहेछ। राम्रो बाटो आयो, राम्रो बाटो आउँछ अनि फेरि खरानी बाटो आइहाल्छ। खरानीले बर्बादै गरे आज। खरानी खरानी सुरु भइहाल्छ। धुलो त अनि हेर्छ त्यो परेको ट्रनिङ चाहिँ डेन्जरै ट्रनिङ आएको चाहिँ त्यो चाहिँ भिडियो गर्नुपर्ने गरे नडरे लड्दैनस् लडिहालिसक्यो भने साह्रो गर्दैनस्। ल बाटो
हेर्नु होला अब सुन्दरको छ त्यो पछाडि फर्किरहेको हुन्छ घुमेर दामी छ यो पर फाइनली नाल्बो जाने क्रमको बाटो यो चाहिँ काठे पुल रहेछ हेर्नु सक्नुहुनेछ यो टर्निङ चाहिँ अप्ठ्यारो छ मजाले हजुर मजाले बसोस् भित्रको भनेको त के भयो होइन बाइक कसले बनायो होला यार यस्तो बस्ने यार पछाडि चक्का उत्रेको त्यही त टर्निङ सानो छ उयो अगाडि सानो रहेछ उयो अगाडि खासै फरक पर्दैन हामीलाई अरे लाइसेन्स भएको मान्छेलाई यस्तो टर्निङ के हो त यस्तो बाटो हुँदै आयो